यहाँ पसेको थियो गाइस एक दिन 30 फेब्रुअरीमा हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल अन्त आज चाहिँ हामी तिनजना पिकनिक जाँदैछौँ छोटो लाफा हामी तिनजना चाहिँ पिकनिक जाँदैछौँ किनभने हामी तिनैजना साथी छौँ एकजना रान्ची घुम्दै होला भन्नु चजुले धोका दियो चजुले हामीलाई धोका दियो हामी तिनजना मात्रै खोलामा जान्छु म भरे के हुन्छ त्यो देखाउँछु नि तेरो नाम भन्नु पहिला बिचारा मेरो नाम उर्वशी एके डाकु मेरो नाम दीक्षा प्रधान हो इन्स्टाग्राममा फलो गर्नु सक्नुहुन्छ यो चाहिँ तपाईँको सोमबारे सबैजना पिकनिक यहाँनिर तपाईँहरू शौचालय गर्न सक्नुहुन्छ यस्तो भने नि एन्टरटेन हुन्छ नि पुरा लाइक गुड 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 यस्तो गर्नु कि क्रप गर्नु होइन इन्स्टाग्राममा त यसको फनी पार्ट हालेर यसलाई ट्याग गरिराख्नु क्या कोलाबरेट गरिराख्नु के भन्नु पर्ने त गर्दै हो अलिक ढिलै बुझिस् दिमाग दिलाई पनि भन्छ ड्राई पिकनिक गर्छु भनेर भन्छ अनि बुझाइदेऊ न यसलाई ड्राई पिकनिक भनेको के हो भनेर भन्दै थियो होइन मैले होली चालको बदनाम गर्छ हो के गर्नु यो चाहिँ हाम्रो गणेश धारा हो यहाँ चाहिँ बरु के हुन्छ देखाउँछु ल अब बाई अब हामी के किन्नुको लागि प्रस्तुत हुँदै हेलो त्यस्तो गर्दैन हामी चाहिँ डल्लै सपिङहरू पनि गरिसक्यौँ हो देखाइहाल्छ साथीहरू के किन्यो त्यसको कुराहरू के सुनिरहनु हामी जाँदैछौँ खोलातिर क्या दामी देख्दै रहेछ हेर त डेपो हो जाँदैछौँ यहाँ चाहिँ मेरो क्लोज आइज भनेको त ए मिठाई किन्नु पर्दैन यहाँ सुन यहाँ पचास बेलाको भातला हेर ल नि मोबाइल मेरै साथीको छोरी हो यो ए प्रेरणा हो न लु म रेडी म यसको गीत सुनेर मजाको बनाइछ नि अहिले यहाँ त हामी चाहिँ जङ्गलदेखि पनि आइसकिसक्यौँ यहाँभित्रदेखिको हो सो अब हामी यो खोला तरिहाल्छ एकछिनमा ओइ 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 त्यो मेरो चुग्ली गर्दैछस् मेरो चुग्ली गर्दैछस् मेरो छेउमा तपाईँ पो जान्छ बेसी उयो ओइ दिक्छ यसलाई कसले बेसी फ्यासन हुनु लाग्यो त है बेसी फ्यासन गर्नु खोज्दो रहेछ यस्तै हुन्छ होइन हामी भनेको चप्पल ग्याङ हो कहाँ खेल्नु होला है नि कहाँ खेल्नु हामी पुगिम सकिसक्यो हामीले यहाँ च्यादर पनि बचाइसक्यो एउटा खास बात देखाउँछु ल किन हाँसेको यति साह्रो भयो त यार आछि यति सिरियस हुनु कुरै छैन तिमीहरू यति फनी छौ कि गाइस आछि तिमीलाई के हँसाएर मार्ने रहेछ देखि हामी तिनजना हुँदा पनि हामीलाई हाँस उठ्छ
अरू चाहिँदैन अरू साथी छैन हामीलाई सोनिया नहुँदा नि हामीलाई गम छैन अरू नहुँदा पनि गम छैन हामी तीनजनामा नै सोनियालाई पेच हान्दैछ कहाँ होइन अब मतलब हामी तीनजना हुँदा पनि बोरिङ हुन्छ नि एउटा कुराहरू नि ढ्याप्पु हामी बोरिङ हुँदैन नि त किन हामी सानो त्यो जुत्ता सर्कलमै हामी खुसी चाहन्छ जुत्ता धोइराख्नु पर्छ हेर न यसले चाहिँ इरिटेट गरेर आएर चाहिँ जुत्ता धुँदैछ आफ्नो चाहिँ यहाँ क्रक्सको हालत कालै भइरहेको छ हो कालै यता त कल्लो कल्लो भइरहेको छ कि अन्त के म चाहिँ उचालेर लान्छु होइन म चाहिँ उचालेर लान्छु बाख्रा छुनु हुँदैन अरे अर्बिनाले खास छुनु त हुँदैन हाम्रो बाख्रा होइन छुनु चाहिँ हुन्छ कि प्लस लाइक होइन छुयो भने चाहिँ फेरि नुहाउनु पर्छ नि त तितेपातीमा आएको नुहाउँछ बिहानै नुहाएर आएको बाख्राको मासु खुवाइदिनु किनभने हाम्रो चुलाभित्र पस्नु हुँदैन नि त त्यो बाख्रा छोएर चाहिँ म चाहिँ गोरुको खानु पर्यो यसलाई चाहिँ सुँगुरको खिलाइदिनु पर्यो फेरि हाम्रो सुँगुर फेरि खतरा हो नि अन्त धुनुपर्छ नि त नुहाउनु पर्छ इरिटेट लाग्दैन अरू भयो फोन राख अर्बिना सस्पेन्ड देन चिकन वासिङ नाटक नगर न नाटक फेरि गाइस अब चाहिँ म टमाटर काट्न आँटेको तपाईँहरूले हेरिराख्नु होला म यो टमाटरलाई कसरी काट्छु भनेर भयो राख त्यो काट्दै गर्न मलाई स्टिलको चपस्टिक ल्याइदिएको अरे अब यसले जिन्दगीमा कहिले देखेको थिएन यो वाला आगै छैन होइन नि कति नाटक गरेको ए गाइस फलो माई च्यानल भनेर थुलुङ राई भयो लु लु काम गरौँ न अस्ति उयो के भन्छ ह्यारी पोटर फसेको थियो कि ह्यारी पोटर किन्डर जयमा होइन हौ त्यही त होइन चार्जरको लागि फसेको चार्जरमा हालेको थियो कि अर्को त कहाँ झरेछ आधी मात्रै छ बेनाले के खान्छ भने त किन्डो चाहिँ खान्छु भने किन्डो चाहिँ खान्छ अहिले किन्डो चाहिँ खान्छ अरे किन्डो चाहिँ खान्छु म किन्डो लाइटर खै यो के भन्छ घरदेखि यो पेस्ट बनाएर आएको थियो हो अब यो हाल्नुपर्छ पकाउन हामी दाउरा खोज्दिन भन्दैछ यो भिडियो गर्दा म यहाँ रेडी भइरहेको दाउरा खोज्नु यहाँ भिडियो गर्न हाफपेन्टमा आउँथे सुन यो मैले पेस्ट बनाएर ल्याएको थियो घरदेखि नै हो यो चाहिँ अब मासु डाल्नु परेगा अच्छी यति नै पेस्ट पुग्दैन त त्यही त यार यो अर्बी जान्दैन हो यो फुर्किँदै फेरि आफै फुर्किन्छ पेस्ट चाहिँ यति हाल्ने होला क्यामेरामा देखेको एक्सप्रेसन चेन्ज भइहाल्छ राम्री खालको आइहाल्छ क्युट खालको दिने नभने अफ क्यामेरामा चिच्चाइरहेको हुन्छ अफ क्यामेरामा कस्तो कता पानी पिलाइदे उठ्दैछलाई 3 बजे हुन्छ गाइस उसले नि प्रधान हो कि उसले नि च्यादर चाहिँ कसले राखेको छ यो चाहिँ मेरो खुट्टा पसेको थियो गाइस एक दिन भएको इन्सिडेन्ट भएको यस्तो टुप्लेस 13 फेब्रुअरीमा नगर्न यसमा खानु पो पर्छ त अहिले 13 फेब्रुअरी भ्यालेन्टाइन डेको अगाडि किस डेमा यस्तो भयो बुझेको छैन हौ यार म कति तिमीलाई हँसाउँछु प्रगति गर्ने त मै हो राम्रै छ प्रगति गरिस् होला पुरै गरिस् प्रगति चाहिँ होइन इसा काट्न हौ कटिङ गर्न छिटो नै न त दिदा कि फ्लाट दिएको छ त्यसरी महिनेसँग नआउनु भनेको घरमै सुत्नु भनेको त ओ 116 भइसकेदेखि चाहिँ फोटो खिच्दैछ त्यो ढिलै गाइस तपाईहरुलाई लाग्दैन म के गरेछु नि त बट मैले मासु सासु धुइन बसेको सेकमा धुएर बसेको नि दिशा कटिङ गर भन्दैछु कि दिशा इरिटेट गर्छले चाहिँ नि पुरा इरिटेट गर्छ नि अर्बिनाको भिडियो बनाउँछु यता हेर्दिनु होस् होला ए चला नगरिकन गर्न आउ त्यो हाम्रो सेक्सुअल लेडी जामा लाइरहेको छ जामा रे स्कर्ट हो बहिनी जामा ल भयो म अफ गर्देको हाम्रो छिटो जा खोजेर आइज उयो बटुल नै दाउरा यही छ दाउ त्यो त यहाँको किन बटुल जा खोजेर आइज
पर्दैन अहिले त लात खान्छस् नि यसले चाहिँ प्याज काट्दैछ हो बारको लिएर आउँछ अरे क्या त्यो बारेको फेरि यो बासहरू घर नफर्किनु नि म त फर्किन्छु तर बेचिदिइ राखिदिन्छु ल्याउँदैछ ल्याउँदैछ दुई रात दिउँछ त घर चाहिँ पठाइदियो भनेर म चाहिँ अब यो गर्छु फुटाएर हाल्छु हो हामीले सबैको काम डिस्ट्रिब्युसन गरेको नि यसलाई दौरा खोज्नु पठाइदिएको हो खोज्दैछ यो जान्छ नि दौरा खोज्नु त्यही भएर म गयो भने त तिमीले सरप छ मात्रै मलाई सेकवा खाने भन्छ दाउरा यस्तो लिएर दाउरा लिएर चाहिँ लात खान्छ यो सुके काल न बल्छ अब अहिले फेरि निभ्यो भने फेरि सेकुवा खाने गाई यस्तो दाउरा बोक्नु आएछ सेकुवा खाने आगो निभ्यो आगोसँग रेला नगर्न बल्छ अरू अलिकति लाग अलिकति अनि नभन मैले चप्पल लगाएको छुइनँ अरे यो बल्छ त्यही त मैले चाहिँ नि यो बनाइसक्यो मैले यिनीहरू दुईजना यिनीहरूले चाहिँ त्यस्तो इरिटेट गरेँ कि यिनीहरूले अहिलेसम्म बनाइसकेको पनि छैन सेकुवा हो खोइ छोरी ला छिटो गरे तिमीहरू दुईजना लात लाउँछु के हो म यहाँ मिक्स गर्छु अब मिक्स गर्नुपर्ने छ प्याज हो हाम्रो चाहिँ अलरेडी है वाउ जेना श्रेष्ठा दुख्छ श्रेष्ठा नेमक्छ अब चाहिँ खुवाइ हुन्छ ल पहिला चाहिँ नि यो खानुपर्छ भिडियो गरिस् यो भिडियो गरिरहेको छु त अन्त यो खान्छु म कस्तो लाग्यो मैले बनाएको हाउ वाज द टेस्ट प्लिज गाइस मलाई नहाल्नु तँलाई कसले हालिदिन्छ भनेको छ त हाल्ने हेरे पो दामी हुन्छ यो पिरो हो मिठो हुन्छ यो टेस्ट म त लास्टमा दामी लाग्छ त यो दबाई मासु लड्यो त्यसले हात क्या चाटिदिँदैछ त्यसलाई देखा न यहाँ देखा उभेर खाइ ल किल्लाभित्र पसेर त म चटपटी निन्जा टेक्निक बनाइहालौँ न भनेको यसरी बनाऊँ Let's go! Matu petat. Don't know. Lo banam lah. Sini. Mau desu. Lo ba. सकेको है सकेको अब सबैजना अब यो निकालेर घर लानुपर्छ बाई बाई तर मेरो सकेको छैन गाइस
यो चाहिँ अब झोलातिर हाल्नुपर्छ झोला ग्याङ म्याचेस बेबी टिभी ब्याग बिच ए करे हाल्छु म यहाँ अनि म चाहिँ बस्छु कुकुर अन्त डल्लै हामीहरू यहाँ जलाइदिइराखौँ ल मैला यहाँ जलाइदिइराख्नुपर्छ हामी टिपेर गाइस म चाहिँ अब घरमा गएर खान्छु खाने हो सबै कुरो भयो यो तेरो प्याजहरू लैजा टमाटरहरू लैजा यसलाई मासुसँग पकाएर खा म यसले बोलाउँछ नि त मासु खाने यो मेरो चपस्टिकहरू धुनुपर्छ त्यहाँ आधी केजी मासु छ अर्को चपस्टिक आधी केजी मासु छ त्यहाँ त्यही त के मेरो यो कराई पनि यो छुरी पनि मेरै हो हिँड घर हो अर्बिन घर जान्छु त के हाम्रो घर हो तेरो घर किन जानु डान्स पनि गर्नु मन छ ला सो बोरिङ है हामी के धेरै किन दिएको अब त्यही मासुमा घोप्टिने होला यसरी हाँसेर ला ओइ ओइ ला के गर्छ ला ओ ओ ओ ला ला के गरेको ला 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 म अगाडिदेखि आउँछु के गरेको के ला रुँदैछ ओइ ला रुँदैछ यो धोका दियो आँखा पर्यो ला नुन लगाइदियो फेरि झोला ग्याङ म्याचिसकेको ब्याडमिन्टन म चाहिँ यो धोइहाल्नु पर्यो एकपल्ट अब हामी तेल लागेको हो डल्लै प्लास्टिकहरू टिप्नुपर्छ टिप्न नि मैले टिप्नु सक न अन्त भन्छु डल्लै टिप्न यो हामीले खाएको डल्लै प्लास्टिकहरू जलाएर जानु पर्यो नि अन्त हामीलाई ल भन्छु पहिला यो गर्न अन्त प्लास्टिक टिप फोन नचलाएर घर जानुपर्छ 4 बजिसक्यो टिप्न छिटो आइफाइ पड्काउनु नपरोस् नि टिप्दैले है त्यहीमा तँलाई अन्त भन्छु भन्दैछु होइन यो टिप्न पहिला भन्दैछु टिप्न त्यही त कसले पनि भनेको छैन तँलाई विश्वास गर्नु हामीलाई भनेर जस्तै कि हाम्रोमा तेरोमा विश्वास 0% छ त्यही त केले चाहिँ नि फोन चलाएर नि इरिटेट गर्छ नि हामीमा चाहिँ यहाँ काम गरेको अघिदेखिको लु छिटो नि त प्लास्टिकहरू टिप्दैछ न हौ ए त्यो उयसमा राख्छ झोलामा हामीले चाहिँ यो प्लास्टिकहरू पनि जलाइसक्यो हो हो अब चाहिँ जानुपर्छ पुरा तिर्खा पो लाग्यो अब मर्दैछु पनि सक्यो हो अब चाहिँ हामी घर लागेको खाइ पनि सक्यौँ है खाइ पनि सक्यौँ मजा आयो कि मजा आएन आज हामी यस गाइस मजा आयो हामीलाई चाहिँ एकदम मजा हाँसेर मेरो भुँडी दुखे खाएर चाहिँ होइन भन्नु अरे लास्टमा डल्लै मासु त बोकेर लग्यो ढ्यापुले यस्तो गरेको ब्यागमा अहिले नि डल्लै मासु लग्यो हामीदेखि खाएन पनि रित्तै तैँले लिएको पनि रित्तै हो त्यो ब्रदर नि तर के ल्याइनुहोस् न त के लान्छ जस्तो पैसा पनि ल जोडेको थिएँ जोडेको त्यही त If you're reading this now, odds are I've already left town. A few cities in between
the new skyline where I'm looking down. A few empties on the floor and a note on the door of your house. And this silence reminds me of what's left behind me for now. There's a broken down car parked outside the Daga ko ka, bye-bye. Go, bye-bye. Mayabihan, ikaw kalak basta. Bye-bye. Thank you for watching.